हेलो नमस्ते सम्पूर्णमा चाहिँ यो डुलुवा ब्लगमा चाहिँ स्वागत गर्दै आजको नयाँ फेरि अर्को भिडियो सुरु गर्नु गइरहेको छु हैन। आज म यस्तो भित्रको इनर लगाएर है अनि यस्तो विन्ड प्रुफ ज्याकेट लगाएर हेर्नु त ट्रेकिङ स्टाइल ड्रेस लाएर यस्तो ब्याकप्याक रेडी गरेर कता जाँदैछु भन्नुहुन्छ भने मेरो एउटा सानो काम छ काठमाडौँ हैन। आज गएर सकेसम्म आजै फर्किने प्लानिङमा जाँदैछु। अहिले चाहिँ कति बज्यो भन्नाले 5 बज्नु लागेछ हैन। अनि उज्यालो उज्यालो हुँदैछ गरे हैन। अब बिस्तारै बिस्तारै म 5 बजे स्टार्ट गर्छु भनेछु हैन। आजको फर्स्ट टाइम यो हेभी बाइक लिएर चाहिँ मिटियर्स 350 हैन के अरे रोयल इनफिल्डको बाइक लिएर चाहिँ म काठमाडौँ जाँदैछु। लङ टुर है, फर्स्ट टाइम यो हेभी बाइक लिएर। हुन त पहिला पहिला अपाचीहरू अनि एस्कर्ट यामाको एस्कर्टहरू लिएर गएको। त्यसपछि चाहिँ हल्का स्कुटी हैन, त्यो स्कुटी पनि एकदम राम्रो थियो। अनि चाहिँ मैले यो अहिलेसम्म चाहिँ यो नजिक नजिक एरिया मात्रै चलाएको छु हैन। अनि यो ठुलो बाइक अनि एकदम दामी छ चढ्दाखेरि र अनि अलि ब्यालेन्स मिलाउनलाई गाह्रो हो। त्यसपछि चलाउनु त यति आनन्द आउँछ के गर्नु र हैन। आज फर्स्ट टाइम काठमाडौँ जाँदैछु, के कसो हुँदैछ बिचबिचमा अपडेट गर्दैछु हैन। अनि काठमाडौँ कति बजे पुग्छ हैन, के कामले गएको त्यो चाहिँ अहिले हजुरहरूलाई सरप्राइज खुलाउने छु काठमाडौँ गएपछि है त। अब आज चाहिँ म विन्ड प्रुफ त्यति साह्रै जाडो त छैन हैन। अनि यो ज्याकेट लाएर म अब आजको यात्रा सुरु। हजुरहरूलाई म एउटा जानकारी दिन गइरहेको छु। मैले चाहिँ डुलुवा किन राखेको भन्दाखेरि चाहिँ पहिल्यैदेखि साह्रै धेरै डुल्ने नि त। अनि मेरो बुढाले खालि डुलुवा डुलुवा गाउँ चारेर आयो डुलुवा भन्ने हैन। अनि त्यसकारण मलाई चाहिँ डुलुवा भन्ने चाहिँ एकदम युनिक नाम राखेर चाहिँ मैले उहाँ बुढ्नैदेखि नै साथीहरूलाई मैले डुलुवा ग्रुप म डुलुवा भनेर चाहिँ त्यसो पुऱ्याएर राखेको हैन। अनि पछि नेपाल आएर पनि म च्यानल खोल्यो भने चाहिँ डुलुवा यो एउटा शब्द चाहिँ राख्छु भनेको थिएँ। अनि डुलुवा ब्लग डुलुवा एडभेन्चर राख्छु भनेको त कहाँ, डुलुवा त कति धेर रहेछ हैन। डुलुवा बुढाबुढी रे, एउटा नानीको रहेछ डुलन्ते, अनि एउटा फेरि एउटा कम्पनी रहेछ फेरि डुलुवा भन्ने। त्यो सबैले माया गरेर चाहिँ बिनु बिनु भन्ने नि त। खास मेरो नाम त बिना हो हैन। अहिले चाहिँ मेरै नाम प्लस गरेको छु है, डुलुवा बिना राखेको छु है। डुलुवा बिना एडभेन्चर गएपछि आउँछ। जुत्ता पनि मेरो राइडर जुत्ता पनि लाउरे सु छ है। यो यस्तो मजाको के अरे वाटरप्रुफ हैन। अहिले चाहिँ राइडर सु नकिन्दै यही युज गर्छु मैले। जय करवा केली बाबा मेरो यात्रालाई सफल पारिदिनु होला ल है साथीहरू। टुटु काठमाडौँतिर लाग्यो। अब नारायणघाट मुगलिनको बिचमा पहिरो गएको यही ठाउँ रहेछ तुइन खोला भन्ने। डर लागेर स्पिड कुदाइयो नि बाफ्रे। अहिले चाहिँ मुगलिन आइपुगेँ म। अब यताबाट चाहिँ पोखरा जाने, यता चाहिँ काठमाडौँ जाने। अब म काठमाडौँतिर मोडिएँ है साथी हो। यो के यो यस्तो गर्यो टाइट गर्यो टाइटै रहेछ। कहाँ हुने यस्तो यस्तो हुन्छ क्या घरिघरि किन हो र? घुमाउनलाई हुन्छ होइन होइन यो अघि फरेर घुम्छ क्या। खास बनाइदेऊ त मजाले कस्दै रे। यसको त यो जरैदेखि लुज भयो रहेछ फेरि यसको त फेरि। खै यो बनाएको छु यो त के नमिले जस्तो भयो। लङ टुर हिँडेको के हो समस्या। घुमे यहाँ अघि के लाइट बोलेको रे बाबु? इमर्जेन्सी लाइट बोलेको। आफू त बनाउने नआएर केही समस्या रहेछ भने बालो हिँड्ने हो कि यहीँ खाँदै यता राखेर फेरि यसपछि अरू मोडल यहाँबाट भयो है। सब्सक्राइब ल थ्याङ्क यू बाबु। बाबु चाहिँ मेरो सब्सक्राइब यो पुगेला के हो नाम? हजुर रञ्जित ढुङ्गाना। ल थ्याङ्क यू ल बाबु। बाबु कति हो? बोनी गरिदिनु पर्यो बिचारा बाबुहरूलाई। एमर्जेन्सी लाइट कसरी बोलेछ म त बनाउनु आएर बोले बाबु
थ्याङ्क यू ल कस्तो यार इमर्जेन्सी लाइट बोलेको रहेछ अब कता हो कता थाहै पाएन बोले गर्छ रेस्ट गर्नु पऱ्यो अलिक उकालो ठाउँ चाहिन्छ मलाई त उकालो ठाउँ कता राख्ने होला के हो नि साथीहरू खुट्टा होचो भएपछि ओह्रालोमा यस्तो ढुङ्गा राखेर सपोर्ट गर्नुपर्छ यस्तो त यस्तो उकालो छ नि त अब यहाँ चाहिँ टेक्ने हो अब स्ट्यान्ड निकालिसक्यो अब गियर चेन्ज गर्ने अब लाग्यो ऊ त्यो भाइहरू नि पछुटिबाट आएको रे लाग्यो मुङलिनदेखि यता के अरे गल्छीसम्म चाहिँ बाटो एकदम रफ छ होइन गल्छीदेखि माथि उकालो 9 बिसी लागेपछि एकदम राम्रो छ हेर्नुहोस् त साथी बाटो एकदम सफा पिच छ कता कता मात्रै भत्किएको छ होइन अनि यो 9 बिसेभन्दा तल चाहिँ कता धार्के हो कि के भन्ने ठाउँबाट चाहिँ सीता पाइला निस्किने बाटो रहेछ अर्को बाटो म त त्यो बाटो थाहा नभएको भएर मैले अरूलाई सोद्धा पनि त्यो बाटो एकदम घुम्ती छ यो बाटो नै अहिले एकदम राम्रो छ भनेको भएर म यो 9 बिसेकै बाटो उकालो लागेँ आखिर थानकोट कटेपछि कलङ्की अन द वे कलङ्कीमा चाहिँ के को भिडियो यो उताबाट आउनु पर्ने रहेछ कलङ्कीमा पिच गर्नु लाएर जाममा परियो यो वान साइडको पिच गर्नु ला रहेछ के माया कलङ्कीको भिड सिधै कोटेश्वर हो हजुर ए कतिको टाढा छ हो भाइ ए मेरो भाइलाई भेटे यो नम्बर प्लेट लेखाउनु पर्छ नि ट्राफिक रेगुलेसनमा सिट काट्छ कसैले तपाईँले छोरी मान्छेहरू नला नत्र त्यो काटिदिन्छ त्यो नम्बर आएको छैन नि त केही नि हुन्न रे हुँदैन कि जो अस्थायी भयो नि यो लेख्नु पर्छ कि मलाई त थाहा छैन ए ल हामी एक्ज्याक्टली कहाँ आछौँ भने हजुरहरूलाई देखाउँछ है त ए यहाँ आएको छ है यहाँ किन आएको छु भन्ने हुन्छ भने एकछिनमा देख्नुहुन्छ यति टाढा पुरै छ ट्रेन भाइहरू नमस्कार है मैले फोन गरेको कोला हो यस्तो ज्याकेट हेर्न आएको के हो मन परेको त छैन त एउटा नि यही किन्नुलाई म क्लास स्टोरमा आएको अस्तिदेखि फोन गरेर यहाँ जयनन्द्र भाइसँग होइन भेट भएर आज चाहिँ भाइले मलाई गाइड गर्दै गर्दै यो ठाउँमा ल्यायो हेर्नुहोस् है कस्तो फिट भयो के कस्तो देखेछ साथी हो अब यो लगाएर चाहिँ भाइ जस्तै नेपाल टुर है बाबु ठिक छैन हौ साथीहरू मैले यो राइडर गियर किन्नु आएको यस्तो राम्रो ठिक्क भएको रहेछ होइन मैले चाहिँ अस्तिदेखि फोन गरेर जयेन्द्र भाइसँग कन्ट्याक्ट गरेर भाइले पनि यहाँ एकदम मिलाएर दिन्छ भनेको भएर म यहाँ आएको छु है चितवनबाट अब फर्किने होला बोकेर चितवन पुग्ने भएँ म दुईटा यसलाई चाहिँ यहीँ बाँधिनु त हुन्छ तर ट्युबले बाँध्नु ट्युबले बाँध्नु है राम्रोसँग हो यसमा राख्ने झोला राखेन भनेको नि पाइनँ अब अर्डर गरेछौँ 1:15 भयो अब 7-8 बजे भयो नि पुगिन्छ किनभने मुङलिन त 1 घन्टा लागेन नि भाइ कति अब बिहान 4:15 बजे आएको अहिले 1:15 भयो अब किन बस्ने काम पनि भयो यो भाइलाई थ्याङ्क यू फेरि 1 सेकेन्ड मेरो भाइलाई हामीलाई
3.5 घन्टा लाग्छ क्या हो जामले म त 4-5 घन्टा त लाग्यो ल 1:19 भयो अब जानु पर्यो सिधै गएर त्यो चोकबाट यस्तो बाहिर निस्किनु ल ल ल बाबु है थ्याङ्क यू अब लाग्यो चिकनतिर अब त के खिच्नु र है अब म फर्केँ साथी हो जयेन्द्र भाइले एकदम हेल्प गर्यो उसले चिनिराखेको उनीहरूलाई थाहा हुन्छ नि त गियर राइडर गियरको लागि अनि भाइले पनि चिनेको अनि अहिले डिस्काउन्ट पनि भयो अलिअलि एकदम थ्याङ्क यू सो मच जयेन्द्र भाइलाई अब यहाँबाट कता जाने हो कि कता हो अब जाँदाखेरि त के खिच्नु र त्यही बाटो हो भरे कति बेला पुग्छ अझै ठ्याक्कै 1:20 भयो के अरे अब उहाँ कति बेला पुग्छ होइन अपडेट गराउँदै गर्छु है त साथी हो यहाँ पिच गर्नु लागेको रहेछ त्यही भएर जाम हेर त यो जाम साँगुरो बाटो भित्र पसेर झन् जाम बनाएको क्या बल्ल खुल्ला भयो अब उतातिर त कसो पनि फाइनली ठ्याक्कै 4 बज्यो यहाँ मलेखुमा आएको छु अनि बिहान जाँदाखेरि चाहिँ चिया र के अरे कोकोनट बिस्कुट खाएको केही भोकै लागेन क्या अनि अब के खाने भोक त लागेको छैन त्यही पनि यहाँ सुप के मेरो बेस्ट भनेको चाहिँ चाउचाउ अन्डा राखेर सुप खाएर जाने अनि आज त फ्राइडे रात्रिकालीन बजार छ गरे अहिले भोक लाग्ने त्यही किनेर खाने हो क्या अब फाइनली चाहिँ म राइडर मोटामोटी राइडर भइसकेँ है खाजासाजा खाएर लाग्छु सायद भरे रातै पर्छ होला किनभने म अब यहाँदेखि उता चाहिँ त्यति बाटो रफ छैन क्या किनभने यता त बाटो बनाउनु लागेको रहेछ नि त आमा घन्द्राङ घुन्द्रुङ ल साथी हो मेरो सुप पनि आयो 4:38 भयो अब यहाँ चाहिँ ओह्रालो भएर दिमाग खराब बल्ल चढे अँधेरी रात में सुनसान रात में ल साथी हो मुङलिन अनि आयो कि क्या हो होइन 1 घन्टाको बाटो अब त धेरै छैन 7 बजे पुग्यो भने त साथी हो आज त मैले त 12 घन्टा 12, 13, 14 घन्टा चलाउने भएछु नि त बाइक त यति हेभी 14 घन्टा बुढेसकालको ज्यान है सकेको हो बुढी माउले ल साथी हो अँधेरो भयो है अब उतै गएर भेटौँला त्यहाँ बाटो भत्किया छ पिच पनि गर्दैनन् राति चलाउँदा त थाहै नपाउने के कति छिटो यहाँ जुगडी आइसकेको छ छैन ए कता छ पेट्रोल कता छ छ कि छैन 1000 को हाल्दै भयो धन्न यहाँ रहेछ भाइ कति बजे भनेपछि ठ्याक्कै 7 बजे भन्यो नि भयो फाइनली घर आएर पनि फ्रेस भएर आजको के अरे आजको रात्रिकालीन बजार यसो हेर्न आएको आज चाहिँ भैलो कार्यक्रमको नाच रहेछ के आज आज हामी 2 नम्बर ओडाको हामी
मैले खेलेर आएको म काठमाडौँ गएको थिएँ भर्खर आएको भाइ आज डुलुवा होइन यता फर्काएको छु क्या क्यामेरा आज डुलुवा बिनाको चाहिँ सेलरोटी स्टल छैन त्यसकारण यहाँ भाइको कहाँ अरे धादिङ आज बिहान काठमाडौँ प्रस्थान गरेर आगमन चितवन भयो त्यस कारणले सेलरोटी आज भएन अर्को शुक्रबार बवाल हुने यहाँ चाहिँ धादिङ स्वादिष्ट मोमो सेन्टर भाइको मा चाहिँ अब कट्टी रोल खाने अब यहाँको फेमस फेरि सिकिएला होइन भाइ के हाल्छन् के हाल्छन् खै कोला हो हो त्यो दुर्गा बहिनीलाई चाहिँ ए स्पेसल तर्साइदियो भाइ भाइले स्पेसल बनाइदिएको रे मेरो लागि यहाँ के बनाएको छ है के राखेको छ मोमो पनि राखे जस्तो लागेको थियो टेस्टिङ है त सन्चै म रुजिनलाई पठाइदिन्छु है हो के छोरा के रे तिम्रो रुजिनको साथी है यो नानी चाहिँ हेलो हाम्रो यो त्यहाँ शुभ दीपावली उपलक्ष्यमा 2082 सालको शुभ दीपावलीको उपलक्ष्यमा सम्पूर्ण आगन्तुक दर्शकहरू हाम्रो रात्रिकालीन क्षेत्रपुरमा आज सेलरोटी व्यापार छैन गरे त्यही भएर आलु ल आलु नयाँ आलु यहाँ ढकाल चोकमा के रे